आराम हुन्छ नि के सालको के छ हालखबर ठिक छ नि तपाईँले भनेको एक एक शब्द बिर्सिएको छैन कहिले बिर्सिँदैन छैन कहाँ बिर्सिन्छ होइन तपाईँलाई धन्यवाद तपाईँले यस्तो यसरी विश्वास गर्नुभएको छ बाटो बोल्नु भएन जसले जति जे भने पनि 5 वर्षसम्म बाटो रविले एकचोटि आएर बोलिदिरहेको कारणले बनेको छ हामीसँग भेट्न पर्दैन यो बाटो रवि हिँड्दै हुन्छ गाडीमा सर हात लाउँदै गयो हिँड्छु नि कहाँ गाडी हिँड्छु ल आजै मिलाउँ कतिखेर हिँड्ने अहिले जाने किन नहिँड्ने है नमस्ते सबैलाई है नमस्ते नमस्ते ठिक छ नि ल सम्हालिदिनु चुनावको समय पो याद आयो सम्पूर्ण चितवनवासीहरूलाई नमस्कार र यहीँबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो नमस्कार छ। निर्वाचित भइसकेपछि म चितवन आएको थिएँ। मन्त्रीमण्डलमा सहभागी भइसकेपछि एउटा जिम्मेवारीमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि म आउन पाएको थिइनँ अथवा सांसदको रूपमा नै शपथ ग्रहण गरेपछि नै मेरो यो चितवनको पहिलो यात्रा र सार्वजनिक कार्यक्रम बनाउन विशेष गरेर आफूले चाहेको र सार्वजनिक रूपमा सहभागी हुन चाहेको ठाउँ नै आफ्नो निर्वाचन क्षेत्र नै हो। विविध जिम्मेवारीहरू वहन गर्ने क्रममा तपाईँ आदरणीय मतदाताहरूले एउटा गहन जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारी